नमस्कार, स्वागत छ तपाईहरुलाई हाम्रो यो विशेष यात्रामा। आजको यात्रा सामान्य यात्रा होइन, यो हो काठमाडौँ नेपालदेखि भगवान शिवको पवित्र भूमि कैलाश मानसरोवरसम्मको अविस्मरणीय यात्रा। हिमालहरूको देश नेपालबाट सुरु हुने हाम्रो यात्रा सुन्दर पहाडी बाटो, सीमावर्ती क्षेत्र हुँदै पुग्नेछ पवित्र कैलाश पर्वत र मानसरोवर तालसम्म। यो यात्रामा हामीले देख्नेछौँ अद्भुत हिमाली दृश्यहरू, कठिन बाटाहरू, स्थानीय संस्कृति, तीर्थयात्रीहरूको आस्था र यात्राका हरेक उतार चढाव। कैलाशको पहिलो दर्शनदेखि मानसरोवरको शान्त र पवित्र वातावरणसम्म हामी यो सम्पूर्ण अनुभव तपाईहरूसँग पनि बाँड्नेछौँ। त्यसैले भिडियो अन्त्यसम्म हेर्नुहोला। यात्रा मन परे लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। अब धेरै कुरा नगरौँ, काठमाडौँबाट कैलाश मानसरोवरतर्फ हाम्रो पवित्र यात्रा सुरु गरौँ। हर हर महादेव। गुड मर्निङ। अब हामी चाहिँ अहिले मानसरोवर कैलाश मानसरोवर यात्राको लागि चाहिँ यहाँबाट घरबाट निस्किँदैछौँ। यतिखेर बिहान 3 बजे। अहिले हामी यहाँ तिर्सिलीमा खाजा खायौँ। बिहान 5:30 बजे चाहिँ काठमाडौँ ग्रान्डी हस्पिटलको छेउबाट निस्क्यौँ र यहाँ करिब खाजा खाइसक्दा 8 बज्यो। 8 बजी बिहान यो तिर्सिलीमा यो गाडी चाहिँ हाम्रो 3टा रहेको छ। रसुवागढी टिम्बुरेको बास। आज पहिलो रात हामी यही गाडीमा आयौँ। हाम्रो टोली ठुलो छ, 50 जनाको टोली छ। तीमध्येमा अब कोहीले आध्यागमनको यहाँ लिइसक्यो हो, कोहीले चाहिँ अब भिसा लाउँदैछन् नेपालतर्फ। हामीले नेपालको लाउनुपर्ने छाप लगाइसक्यौँ र यहाँ केरुङ नाकामा सबैजना उभिएको छौँ। यी हाम्रो मित्रहरू, साथीहरू सबैजना हुनुहुन्छ। हाम्रो 50 जनाको टोली छौँ। तीमध्येमा यो पहेँलो झोला जति पनि छ सबै हाम्रो टोली हो। ग्रुपबाट चाहिँ अलिकति तलमाथि यताउति होला भनेर एउटै कलरको ब्याग दिएको छन् र हाम्रो नेपालको केरुङ नाका भनिन्छ जुन त्यसलाई, यो यता नेपालको रसुवा हिँड्छे हुँदै केरुङ नाकाबाट कैलाश मानसरोवरको लागि हामी यहाँबाट प्रवेश गर्दैछौँ। आज हाम्रो दोस्रो दिन। हामी अब केरुङ नाकामा आयौँ। केरुङ नाकाबाट यसरी अब जाँदैछौँ। हामीलाई लिन आएको बस यहाँ सब सम्मान कार्यक्रम हो। अब यहाँबाट सम्मान कार्यक्रम भइसकेपछि अनि बल्ल हाम्रो यहाँबाट चाहिँ नि प्रस्थान हुनेछ। अहिले हामी केरुङ बजारमा छौँ। अब यहाँको आजको रात यहीँ बास बसाइ हुन्छ र अब भोलि बिहान हामी भोलि चाहिँ हिँड्छौँ। यहाँ चाहिँ नि हाम्रो अब दोस्रो रात केरुङमा बसाइ हुन्छ। आजको बास बसेको होटल यो हो। केरुङको राति यस्तो देखिँदो रहेछ, झिलिमिली उज्यालो रमाइलो। रुमको चाबी कि टच गरेपछि यसरी खुल्यो। हामी जाँदैछौँ। यहाँबाट यसो लाइन आयो। यी हाम्रो अब यसो यसो भएको रुम, मेरो रुम पार्टनर। साँझ पख हामी केरुङमा यसो घुम्न निस्केको बजारमा। यहाँ एउटा यस्तो मन्दिर पनि देखियो। अब यसरी यहाँ बेलुका यसरी सबैजना घुम्नलाई निस्किनु हुँदो रहेछ। साँझमा यसो सबैजना आफ्नो घरबाट यसो आएको झरेको टुरिस्टहरू जम्मै चाहिँ यहाँनिर यसो अलिकति खुल्ला ठाउँ पनि। केरुङमा गुम्बा पनि रहेछ। अब हामी बिहान उठेर गुम्बाको अवलोकन गऱ्यौँ। आज दोस्रो रात बितायौँ यहीँ केरुङ नाकामै। अहिले हामी श्रावण महिनाको अन्तिमतिर आइपुगेका छौँ। बाहिर गर्मीको मौसम भए पनि साक्य बाइपासको बाटो हुँदै यात्रा गर्दा सडकको छेउछाउमै हिउँले ढाकिएका पहाडहरू देख्न सकिन्छ। यो दृश्य आफैमा निकै अद्भुत र मनमोहक छ। साइट सिनको लागि एकछिन यहाँनिर अब गाडी
रोकेर सबैजना एकछिन साइट सिनको लागि समय दिएका छन्। गाडी राखेर यहाँ चाहिँ टुरिस्टहरू आएर एकछिन यहाँ अवलोकन गरेर यी अब आज हाम्रो 2 रात तेस्रो दिन अगाडि हामी बढ्छौँ। अब ल चाइनाको खेल 4800 चान्चुनको हाइटमा यो पुल र यो लासातिर जाँदैछ। अब यो बाटो लासा जाने बाटो हो। यहाँबाट यसरी सरर लासा। अब हामी चाहिँ यतातिर लाग्छौँ। यो सिटीको नाम साका र 4350 मिटरको हाइटमा छौँ। आज तेस्रो बास यहाँ हुन्छ। हाम्रो गाडी 4300 हाइटमा छौँ। आज तेस्रो दिनको बास आज यही होटलमा हो हाम्रो। साका यो ठाउँको नाम। अहिले 9:09 जाँदाखेरि पनि उज्यालै छ। ल हेर्नु पुरै कहीँ छैन लाइट, उज्यालै छ। आज हाम्रो चौथो दिन 4800 को हाइटमा छौँ अहिले। अब बिहान यहाँबाट हामी हिँड्दैछौँ। हाम्रो गाडी यहाँ हाम्रो टिम हुनुहुन्छ। उहाँहरू हाम्रो सबैजनाको ड्रेस पहेँलै हुन्छ, ज्याकेट। 50 जनाको टोली छौँ हामी। यस्तो छ सिन। अब हामी बिहानदेखि हिँडेछौँ। हाम्रो यहाँ मित्र सुर्खेतबाट आउनुभएको हाम्रै टोली हुनुहुन्छ। उहाँ पनि हाइवे रोड यो यहाँको बुलेट एकदम बुलेट स्पिडमा हाकाइ हुन्छ यहाँको गाडी, देखिहाल्नुभयो। यता यो चाइना भयो। त्यो पारी देखिएको उताको रेन्ज जम्मै डोल्पा नेपाल। र हामी त कोरोना नाका डोल्पा हुँदै पो जाने रहेछौँ त यता मानसरोवर। त्यस्तो रहेछ। अब हामी आइपुगेका छौँ पवित्र मानसरोवर तालमा। समुद्री सतहबाट करिब 4590 मिटरको उचाइमा अवस्थित मानसरोवर विश्वकै सबैभन्दा पवित्र तालहरूमध्ये एक मानिन्छ। चारैतिरबाट हिमालहरूले घेरिएको यो निलो र शान्त तालको दृश्य वास्तवमै शब्दमा बयान गर्न गाह्रो छ। विशेष गरी यहाँबाट देखिने कैलाश पर्वतको प्रतिबिम्बले यो ठाउँलाई अझै अद्भुत बनाउँछ। हामीलाई झन्नै यो परिक्रमा गर्न त 120 किलोमिटर र झन्नै 1.5 घन्टा त गाडीमा हिँडिसक्यौँ। अझै कति बेर लाग्छ यो त कत्रो सोचेर साध्य छैन। कैलाशको यात्रामा आज 5औं दिन बिहान पखत यो चाहिँ मानसरोवर ताल। आज हामी मानसरोवर तालमा आएको छौँ। अब यहाँबाट हाम्रो एकछिनमा स्नानहरू गर्ने हाम्रो भक्तजनहरू स्नान गरेर अब हामी चाहिँ यहाँबाट कैलाशपट्टि लाग्छौँ। यो सिटीलाई तारचिन अथवा ढारचिन दुवै आफ्नो तरिकाले बुझ्ने रहेछन्। र भर्खर यो बादल लागेको ठाउँमा कैलाश यहीँबाट क्लियर देखिने। र अहिले बादल लागेको हुनाले यसरी झपक्कै छोप्यो। अहिले भर्खरै मोबाइल दौडेर चार्जमा राख्दाखेरि लिन आउँदै यसरी भयो। आज 6ठो दिन हाम्रो टोलीहरू सबैजना निस्के र हामी दार्जिलिङबाट बिहान सबैजना निस्किँदैछौँ। अहिले हामी यमदेवरमा छौँ। हामीलाई करिब हाम्रो गाडीले 7 किलोमिटर जति ल्याएर छोडिदियो र हामी यहाँबाट पैदल हिँड्नलाई हाम्रो टोलीहरू यसरी गएका छौँ। अब हामी यहाँबाट चाहिँ हामी यमद्वारबाट आज कति किलोमिटर हिँड्छौँ भने करिब 12 किलोमिटर आज हाम्रो पैदल हिँडाइ हुनेछ। र
र यहाँबाट यी कैलाशको झन्डै झन्डै हाम्रो हल्का यसो बादलले छेके पनि हल्का देखिन्छ र कहाँबाट हाम्रो यो क्लियर देखिन्छ त्यहाँबाट म फेरि भिडियो अर्को हाल्नेछु। हाम्रो टोलीहरू यसरी यहाँ सबैजना अब पहेँलो ज्याकेट जति पनि देखिएको छ सब हाम्रो टोलीहरू हुन्। हाम्रो 50 जनाको जम्बू टोली हुनुहुन्छ र हाम्रो पैदल यात्रा अब यहाँबाट सुरु भयो। आज हामी आकाश पनि हेर्दाखेरि बादल लागेको छ। अब के हुन्छ समयले साथ कतिको देला सकभर जे हुन्छ राम्रै हुन्छ र हामी यहाँबाट चाहिँ सुरु गऱ्यौँ पैदलको लागि। यस ठाउँलाई यमद्वार भनिने रहेछ र यस यमद्वारबाट हामी माझबाट जानेछौँ र यहाँबाटै नै मेन सुरुवात चाहिँ यहाँबाटै हुने रहेछ यमद्वार। यहाँ सबैजना लाइन लागेर त्यसरी टोली चाहिँ यसरी जानेछ। यहाँ हाम्रो टोलीहरू यहाँ यमद्वारमा चाहिँ जानेको रहर यहाँबाट चाहिँ हामी छिर्छौँ। अब सबैजना टोली यो 3 चोटि घुम्ने यहाँ सूर्य अनुसारले 3 राउन्ड लाउनु पर्नेछ। 3 राउन्ड लगाएर अनि यस यमद्वारको बिचबाट हामी जान्छौँ। सबैजना हाम्रो टोलीमा 73 वर्षको आमा पनि हुनुहुन्छ। यहाँ हाम्रो छोराले धर्म कमाउनलाई लिएर आउनु भएको छ। यहाँ हेर्नुहोस् योभन्दा धर्महरू के होला र कस्तो सहज ढङ्गले ल्याउनु भएको छ। अब यसलाई हामीले 3 राउन्ड लगाएर अनि त्यसपछि हामी त्यसको माझबाट निस्किन्छौँ। यमद्वारको माझबाट And then trekking people, as you come here, okay? ल अब यो पहिलो राउन्ड हुँदैछ हाम्रो। बिस्तारै सानो पाइलो हिँड्नु यो तेस्रो राउन्ड भयो र तेस्रो राउन्ड भइसकेपछि यसको माझबाट हामी जानेछौँ र हाम्रो टोलीहरू यहीँ पहेँलो ज्याकेट जति जम्मै हाम्रो टोली र हामी यहाँको माझबाट हामी निस्किनेछौँ। यमद्वारको यस टेम्पलको माझबाट हामी निस्किनेछौँ। बाटो जाम छ। सबैजनाको यही समयमा बिहान चाहिँ प्रस्थान गर्ने समय र हामी यहाँबाट यसरी चरण स्पर्श गरेर अब हामी यहाँ माझबाट यसरी घन्टी बजाउँदै जाउँ निस्क्यौँ। फोटो राख्ने यही के हो भयो अलिकति फोटो राख्ने
हाम्रो भाइको के नाम पर्यो? मेरो चाहिँ तेन्जी शेर्पा। तेन्जी शेर्पा। हामीलाई एकदमै सर्भिस राम्रो दिएर ल्याउनु भएको छ उहाँले। धन्यवाद धन्यवाद। मेरो घर चाहिँ सुरुखुम्बु हो। सुरुखुम्बु। अनि उहाँको टोली एकदम अब कोही इच्छुकहरू आउन चाहनुभयो भने तपाईँहरूले चाहिँ अब हाम्रो ठमेलमा कृष्ण सरको उसबाट आउनु हाम्रो सरको थ्रु मार्फत अथवा हामीले पनि अब पर्सनली कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ यहाँहरूले। हजुर। यदि कोही चाहिँ अब कैलाश मानसरोवर र नेपालको विभिन्न तपाईँको चाहिँ धार्मिक पर्यटन प्रबन्धनमा अब हामीले चाहिँ अब विभिन्न ठाउँमा चाहिँ विभिन्न तीर्थयात्रीहरूलाई भ्रमण गरेर आएको छौँ। यदि कोही यहाँहरू पनि इच्छुक हुनुहुन्छ भने अब आउन सक्नुहुन्छ, हामीसँग जोड्न सक्नुहुन्छ। धन्यवाद। यहाँहरूको यात्रा सफल रहोस्। आज हामी कति किलोमिटर जति हिँड्छौँ? अब हामी यहाँबाट तपाईँको चाहिँ 13 किलोमिटर। 13 किलोमिटर। ए हस् त। फेरि हामी एकछिनमा फेरि हामी दुवैजना एकछिन छलफल गर्नुलाई यहाँबाट बाटो त यस्तो ओह्रालो ओह्रालो सहज ढङ्गले जाँदैछौँ। मौसमले पनि अहिले हामीलाई एकदम साथ दिएको छ र हामी यात्रीहरू हिँडिरहनु भएको छ र हामी त्यो चेपबाट निस्किन्छौँ। अब हामी पैदल हिँड्दैछौँ र हाम्रो छेउकोमा यी चट्टानहरू यहाँ त छन्। यहाँ अब च्याङ्ग्राहरू पनि ठाउँ ठाउँमा देखिन्छ। तासदिले अनि कतिजनाको टोली हो तपाईँहरू? 这俩这个一好溜，跟那米个几月噻？米个几月噻？看几个？ ए उहाँको भाषामा एक्लै यहाँ हाम्रो साथीलाई अलिअलि आउने रहेछ अनि सोध्नुभयो। उहाँले चाहिँ एक्लै भन्ने कुरो जानकारी पाइयो। कतिजना भन्दाखेरि पनि हलेले गरे। अनि यसरी ठाउँमा खोला देखियो। खोला देखेपछि अलिकति अक्सिजन पाएको महसुस पनि भयो। यहाँ हाम्रो भाइको जानकारी अनुसारले यहाँको परिक्रमा गर्न नै मिल्ने रहेछ, तर बाटोदेखि चाहिँ तर पर्मिट लिनुपर्ने रहेछ। हेर्नु न कोचबाट यसरी आउने जाने घुम्नै मिल्ने रहेछ। पर्मिट चाहिँ अहिले लिनु पर्यो। ए कैलाश यहीँबाटै दर्शन भयो र यहीँबाट त्यहाँबाट जमेको बगेर आउने चाहिँ यहीँबाटै देखियो। अब त्यहाँबाट हिम पग्लेर आएको पानी अथवा जल यसरी यति नजिकै देखिन्छ है कैलाश। ल 在江苏读大学。读大学哦。然后我问他读什么专业？读设计专业。 कोही यहीँबाट नि फर्किन्छन्, जाने जान्छन् नसक्नेहरू, कोही गाडी बोलाएर गर्छन् जान्छन्। हामी झन्डै 2 घन्टा लगभग हिँडिसकेपछि ये कैंप को क्या बोलते हैं? वही करिब उहाँ सरलाई पनि थाहा छैन रहेछ। 2 घन्टा हिँडेपछि यो क्याम्प एउटा आयो र यहाँ बाथरुम जानलाई शौचालय, यहीँबाट चाहिँ कैलाश पनि दर्शन हुने र यस्तै। त्यहाँबाट 2टा बाटो छुट्यो। अब यहाँबाट नसक्ने गाडीमा जानेहरू चाहिँ गाडी यहाँबाट छिर्ने रहेछ। फर्किनेहरूलाई एक्स्ट्रा चार्ज लाग्छ र यसरी यहाँबाट पैदल हिँड्ने चाहिँ यो बाटोबाट यसरी चाहिँ 2टा बाटो छुट्यो। आज हाम्रो कैलाशकै छेउमा बास छैठौँ
6औं दिनको बास हाम्रो यहीँ हुनेछ र हाम्रो कोठा यही हो। यहीँ बसाइ छ आज। यहाँबाट यहाँ, यहाँबाट कैलाश। हाम्रो आज 6औं दिनको बास यहाँ र पहिलो दिनको हिँडाइ, पैदल यात्रा पहिलो दिन करिबन 12 देखि 13 किलोमिटर आज हिँड्यौँ। आज यहीँको बास हो हजुर हाम्रो त। यो ठाउँलाई देरापुक भनिने रहेछ, देरापुक। र हामी देरापुकको बास छौँ। घरबाट हिँडेको 6औं दिन र 5080 समुद्र तहबाट को हाइटमा छौँ र हाम्रो बसाइ रुम यहीँ भइहाल्यो। यहीँ नै बसेका छौँ। सजिलो छ, झ्यालबाट जतिखेर मन लाग्यो त्यतिखेरै कैलाशको दर्शन गऱ्यो, बस्यो झ्यालबाटै। आजको 7औं दिन बिहान यसरी अलिकति कैलाशको दर्शन गरियो। मधुरो रूपले हामी आएको बाटो यही हो। अहिले हिँडेको करिब 3 घन्टा भयो। र आज अँध्यारोमै हिँड्नु चाहिँ अब आजको हिँडाइ 22 किलोमिटर भन्ने जानकारी भएको छ। हिँड्दै गरौँ। हामी घरबाट निस्किएको 7औं दिन भए तापनि आज पैदल यात्रा चाहिँ हाम्रो दोस्रो दिन हो। र यसलाई लगभग डोरमालै भनिन्छ। यो जसले पार गर्यो उसले करिब जान्छ नै, मजाले हिँडेर जान्छ भन्ने जानकारी पाएको थिएँ। र यहाँको समुद्र तहबाट करिब हाम्रो गाइड अहिले कता लाग्नु भएको छ एकछिन, करिब 5300 मिटरको उचाइमा हिजो हामी बास बसेको 5080 मा। र त्यहाँबाट उकालो हिँडेको 2 घन्टा भयो। भनेपछि 5300 भन्दा माथि नै उचाइ हो भन्ने जानकारी पाएको थियौँ। अब यसपछि अगाडिको भिडियो फेरि अपलोड हुँदै जान्छ। अब कहिले काहीँ आफ्नो पनि भिडियो कैलाश पर्वतको होइन ट्याक्क देखिएको बेलामा झन् 5400 हाइट पनि बुझियो अहिले। 3 घन्टा 5080बाट 3 घन्टा हामी उकालो हिँड्यौँ भनेपछि झन्डै 5400 नै। कोही बत्ती बाल्ने, फोटो खिच्ने, भिडियो बनाउने यहाँ रहेछ। यहाँबाट हामी झन्डै 4 घन्टा हिँड्दा नि हिजो नि यहीँ, आज नि यहीँ। लु कैलाशजीको चाहिँ अब जहाँबाट पनि यहीँ, यहाँबाट बत्तीहरू बालेर आफ्नो प्रस्थान। अब हामी यो डाँडा चढ्ने तर्खरमा छौँ। यो डाँडा चढिसक्दाखेरि लगभग 5641 को हाइटमा हामी पुग्छौँ। र यहाँबाट हेर्नु, जहाँबाट हेरे पनि कैलाश फेरि टुप्लुक्कै नजिकै। तलबाट पनि 2 घन्टा हिँड्दा नि, 3 घन्टा हिँड्दा पनि। अहिले 4औं घन्टामा हामी टेक्दैछौँ। फेरि त्यहाँ पनि म यहाँ छु भन्दै र कैलाशजीको दर्शन। म अहिले बोलेको कन्डिसनमा अलि नभएको हुनाले 5500 देखि 600 समुद्रको तहबाट उचाइमा रहेको छ। र यहाँ आइसकेको व्यक्ति अब जान सकिन्छ भन्ने भनाइ छ। अब यसलाई चाहिँ डोरमाला भन्ने रहेछ।
मैले जानकारी पाएअनुसारले सबभन्दा हाइटमा रहेको 5500 अथवा 600 समुद्रको तलबाट हाइटमा रहेको छ। अब चढ्ने जति हाइट चढिसक्यो भन्ने रहेछ। अब अगाडि के छ हेरौँ। कोही नसक्ने घोडामा नि आउने रहेछन् यसरी। कोही अक्सिजन लिँदै आइरहेछन्। सबैभन्दा उचाइ जुन हाम्रो समुद्र तलबाट 5500 नै जानकारी पाइयो। अब यहाँबाट चाहिँ त्यहाँबाट सम्मसम्म आउँछ भने चाहिँ छ। अब उचाइ जति जम्मै चढिसक्यो यस्तो छ। यही आउँदैछन् अरू दर्शकहरू, महानुभावहरू, भक्तजनहरू आउँदैछन्। जति पनि यहाँ आज सुविधा दिएर घुमाइरहनु भएको भाइ हुनुहुन्छ। यो ठाउँको नाम के अरे सर? डोलमाला। डोलमाला। अनि 5660 मिटर समुद्री सतहको उचाइमा पर्दछ यो। यहाँ कैलाश परिक्रमाको सबैभन्दा उचाइ ठाउँ यो भनेपछि यहाँ धेरै बेर नबस्नु भनाइ छ। यहाँ चाहिँ अब धेरै बस्यो भने तपाईँहरूलाई टाउको दुख्छ। अनि केही समय 5-10 मिनट बसेर फेरि सरासर अगाडि बढ्नु उत्तम हुन्छ। यहाँ हामी चाहिँ यो ठाउँबाट सलक्क हल्का ओह्रालो लाग्छौँ उहाँको भनेको अनुसारले। अब हाम्रो कठिनाइ चाहिँ करिब पारै भयो। यो ठाउँमा आइपुगेपछि हामी जसरी पनि अब सहज ढङ्गले नै हाम्रो गन्तव्यमा पुग्छौँ भन्ने नै छ उहाँ सरको भनाइले। यसरी यहाँनिर चाहिँ अब हामीले कठिन चाहिँ पार गऱ्यौँ भनेर यसरी उडाउँछ नि सरर लाएर। अब यहाँबाट हामी ओह्रालो तर्फ लाग्यौँ। पानी पनि पाटापुट्टा हान्दैछ। हिउँ पर्छ कि पानी पर्छ अलिकति कन्फर्म छैनौँ। गौरीकुण्ड ओह्रालो लाग्ने बित्तिकै हामी गौरीकुण्ड ठ्याक्कै देखियो। है नजिकबाट भन्दा टाढाबाटै सबै आउनुभयो। अब गौरीकुण्ड हामी चाहिँ डोलमालाको उकालो सकिने बित्तिकै ओह्रालो आउने रहेछ। ओह्रालोमा अब गौरीकुण्ड। अब चाहिँ हाम्रो अक्सिजनको अलिक पर्याप्त रूपमा पाइन्छ कि अहिलेसम्म चाहिँ 3 पाइला सार्दाखेरि 3 चोटि उभिएर सास लिने ठाउँ रहेछ। अब यहाँसम्म हामी आयौँ। हाम्रो टिममा कतिजना आए कतिजना फर्के त्यो गाइडसित हामी जानकारी लिएर बल्ल हामी त्यो पनि राख्नेछौँ। हाम्रो 50 जनाको टोलीमा कतिजना चाहिँ आउनु नसकेर फर्के। अब हामी त्यता हुँदै हेर्नुहोस् ओह्रालो आयौँ। आएपछि गौरीकुण्डबाट अब हामी अगाडि लाग्छौँ। अब चाहिँ बाटो तेर्सो भनाइमा छ। हेरौँ। हाम्रो 50 जनाको टोली मध्येमा परिक्रमा गर्ने टोली यति चाहिँ रह्यौँ हामी। अब कोही रेस्क्यु गरेर हिजो पनि गयौँ, फर्केर जानुभयो। र हामी चाहिँ 50 जना मध्येमा करिब 18 जना। मेरो चाहिँ त्यहाँ भिडियो छैन होला, म आफै खिच्दैछु, त्यही कारणले। हस्त नमस्ते। हाम्रो परिक्रमा गर्ने टोलीहरू सबैजना यति हुनुहुन्छ ल। हाम्रो टोटल टोली हुनुहुन्छ 50 जना र हामी सुर्खेतबाट आउनुभएको
हाम्रो मित्र ल हजुर र धन्यवाद कार्की उहाँ सर। बहिनी र अरू पर आउँदै हुनुहुन्छ र एउटा हिजो चाहिँ यस्तै दुई बाटोबाट एकजना हाम्रो मित्र छुटेर सबलाई तनाव भयो। यहाँ चाहिँ अब भिसामा कतिजना छ त्यो टोलीमा अब एकजना कम भयो भने त्यो ग्रुपकै सबैको रोकिने रहेछ। हामी चाहिँ एउटा समस्याबाट जोग्यौँ, नत्र भने अब हामीलाई आज बस्नै पर्छ। मान्छे खोज्ने जाने भने राति चाहिँ भेटिएछ। अब राति भेटेर अनि अब सबैजना अब हामी चाहिँ एकदम खुसीका साथले हिँड्दैछौँ फेरि। अब आज बिहान हामी करिब झन्डै हामी 3 बजे हिँड्या हौँ। हाम्रो आज परिक्रमा गरेको दिन तेस्रो दिन हुनेछ र हामीले घरबाट हिँडेको चाहिँ 8औँ दिन हो र तेस्रो दिनको बिहान हामी राति नै हिँडेको। हिजो पनि राति नै हिँडेको, 7औँ दिन पनि हामी राति नै हिँड्यौँ र बाटो चाहिँ यहाँ त अब तल नै आइसक्यो। सहज ढङ्गले नै हिँड्दैछौँ। अब हाम्रो यो यात्राको कठिन दिन भनेको आजै हो। अब हामी एकछिनमा गाडी भेट्छौँ। अझै 1-2 घन्टा हिँडेको पश्चात साथी यसरी अडेस लाउनु भयो एकछिन आफ्नो जोस् राम्रो यात्रा भयो हाम्रो। कैलाश मानसरोवर हाम्रो तपाईँहरू कति सोचेभन्दा बढी भयो। कहाँबाट आउनुभएको दाजु? हामी सुर्खेतदेखिबाट हो। हजुर, टोली हाम्रो टोलीहरू सबै 26-28 जना टोली हो। साथीहरू सबैसँग भेट त्यसमा एउटा म पनि हो के अरे सँगै भिसा लागेको तपाईँ गऱ्यो भने चाहिँ 7 अब जना 7 जना 29 जना भयो। हुन्छ। हजुर भिसा लगाएको सबै मध्येमा हामी टोटल आएको चाहिँ 50 जना होइन? साथीहरू एक आपसमा कोअर्डिनेसन भयो, राम्रो भयो, धेरै राम्रो भयो। जोस् परदेशको काममा यस्तै राम्रो यात्रा हुनुभयो भने ठुलो राम्रो कुरा हो। हाम्रो टोलीहरू आउँदै हुनुहुन्छ है पछाडि र कष्ट बाटो भनेको यति नै हो। आज हामी धेरै तल छौँ। हिजो 5660 हाइटमा त यसरी एक पाइला सारे कि एक पाइला सार्दाखेरि पनि एकदमै एकचोटि रोकेर सास फेर्नुपर्ने त्यस्तो हुन्थ्यो। सकभर अक्सिजन नलिउँ भन्नेमा थियौँ। हाम्रो टिमको साथीहरूले 2-4 जनाले लिनुभयो र कोही साथीहरू अब सकिँदैन भनेर एम्बुलेन्स बोलाएर रेस्क्यु गरेर हामी टोटल 50 जना मध्येमा अब हामी आयौँ कतिजना भने अहिले हामी 18 जना छौँ। 18 मा हिजो 22 जना हिँड्छौँ भने टोली टिपाउँदाखेरि पनि त्यसमा 4 जना जति चाहिँ फर्किनु भयो भन्ने चाहिँ हामीले गाइडबाट जानकारी पायौँ र आज एकदम गाडी चढ्न पाइन्छ भनेर एकदमै खुसीका साथ हिँडिरहेछौँ। बाटो अब धेरै नै अब उकालो हिँड्दाखेरि सास फुलेको नै रेकर्ड भइरह होला। अब यहाँ ओह्रालो जस्तो अलिक भएन। अब हामी जति पनि छौँ अहिले भएका 18 जना मध्येमा एउटा समस्या हामीलाई आइपरेको थियो। एउटा साथी छुट्नु भएर भेट्नु भयो। अब हामी यसरी तलतिर नजाउँ यहाँ भक्तजनहरू भनेर घेरेर पनि राखिएको छ। गर्दाखेरि सुरु दिनमा हामी 12देखि 13 किलोमिटर जुन हिँड्यौँ, त्यो 12देखि 13 किलोमिटरमा पनि एउटा के देख्यो भने त्यहाँबाट नसक्नेलाई त्यहीँबाट फिर्ता लानलाई गाडी लिएर आउने रहेछ, पुलिसको गाडी। अनि तिनीहरूको गाडी आफ्नो निजी नम्बर छुट्टै र ठुल्ठुलो सिसामा त्यहाँको कोड नम्बर छुट्टै र यसरी पनि कोराला गरेर जानुहुन्छ। यहाँ हेर्नुहोस्, अब हामीलाई हिँडेर आउनलाई यसरी अब कठिन भएको भनेदेखि उहाँहरू यसरी कोरा लाएर हिँड्नु भएको छ। ल हेर्नुहोस् कति दिन लाग्यो होला उहाँहरूलाई कोरा गर्नलाई। अब आमा यहाँ हुनुहुन्छ। लासो लासो लासो
आमा यसरी कोरा लाउँदै हुनुहुन्छ र अर्को पनि यहाँ हेर्नुहोस् ल उमेरले पनि अब एकदमै ल हेर्नुहोस् त यहाँ पैतालामा लाउने घोडामा र हातको उसमा यसरी नै पुरै कोरा लाएर हिँड्नु भएको छ। मुख चाहिँ नि घामले हिउँले नखाओस् भनेर यसरी लाउनु भएको छ उहाँहरूले। हाम्रो योभन्दा अगाडि चाहिँ नि परिक्रमा गर्न रोक लगाइएको छ भन्ने कारण चाहिँ नि यो जति पनि बाटो हामी हिँडेका छौँ सबै हिउँले भरिएको हुनाले चाहिँ नि अनि जम्मै रोक लगाइएको रहेछ। हामीलाई त्यो टोलीमा सारेपछि मेरो 1.5 महिनालाई बाहिरै अन्तै कतै जानुपर्ने भएको हुनाले 1.5 महिनापछि आएपछि परिक्रमा गर्नलाई जुरेको रहेछ। नत्र हाम्रो आफन्तै पनि त्यही टोलीमा आउनुभयो र त्यो टोलीमा भान्जा बाबु हामीले त परिक्रमा गर्न पाइनँ भन्ने कुरा चाहिँ जानकारी पायो। किनभने तल जहाँबाट गाडी आउँछ त्यहीँसम्मबाटै फिर्ता आउनु भएछ। वैशाखमा आउनेहरू चाहिँ र हाम्रो किस्मतले पनि साथ दिएको हो। हामीलाई एक रात त्यहाँ बस्यौँ। अब भोलिपल्टको रात चाहिँ यहाँ बसेर हिँड्यौँ र आज चाहिँ हामी तेस्रो दिनमा परिक्रमा हाम्रो सक्छ। घरबाट हिँडेको हामी 8औँ दिन, परिक्रमा हाम्रो तेस्रो दिन हो नि। हाम्रो यहाँ सबैजना चाहिँ परिक्रमा गएर एकदम हर्ष एकदम उमङ्गका साथमा जय भोले गर्नु सबैजना खुसीका साथमा हामीले राउन्ड गरेर आएका टिम 50 जना मध्येमा 18 जनाले राउन्ड गऱ्यौँ। यहाँबाट अब हाम्रो गाडी चढ्ने ठाउँ चाहिँ झन्नै अब देखियो। यहाँ अब चाहिँ यति मन चाहिँ खुसीले यति गदगदी भएको छौँ सबैजना। हाम्रो पछाडि टोलीहरू पनि छन्, यतातिर हिमालहरू देखिन्छ। सब हाम्रो टोलीहरू आइरहनु भएको छ हो उहाँसम्म नै। अब यो गाडी चाहिँ यहाँबाट करिब बजार देखेपछि सबैजनाको थकित जति पनि शरीर थाकेको शरीर यति आनन्दले चाहिँ खुसीका साथमा सबैजना थकान त कहाँ गइसक्यो ल हेर्नु। अब हामी अब यही छेउछाउमा अब एकछिनमा हामी गाडी पनि चढ्छौँ। करिब बाटो यही हो यहाँको। अब हाम्रो त्यहाँ जति पनि कति 50 जनाको टोली मध्येमा हाम्रो 18 जना यहाँ भनेपछि 32 जना साथीहरू, कोही अब रेस्क्यु गरेर कोही परिक्रमा गर्न सक्दिनँ भनेर गर्ने साथीहरू हामी जम्मैजना त्यहाँ भेट्छौँ। अब एकछिनमा हामी त्यहाँ साथीहरूसित भेटेको बेलामा फेरि भिडियो धन्यवाद हजुर, आइपुग्यो राम्रैसित आइपुग्यो। अब यहाँनिर हामीलाई स्वागत हुँदैछ। धन्यवाद हजुर काशीले। हाम्रो अब गाडी देखियो त्यहाँबाट हाम्रो मित्र साथी उहाँले आफ्नो मम्मीलाई नै लिएर आउनुभएको। तपाईँलाई कस्तो महसुस लाग्यो आफ्नो गजब भयो मम्मीलाई लिएर आउँदाखेरि? मम्मीले नि सक्नु एकदम मम्मी चाहिँ उहाँ हजुर। अनि मम्मी तपाईँ सहज ढङ्गले हिँडेर आउनुभयो? हिँडेर आएँ। अक्सिजन लिनु भएन 5600 माथि दोरमा लिनु परेन। ओहो जय होस् ल, जय होस् हजुरहरूको जय होस्। अब हाम्रो गाडी देखियो। अब हामी गाडीमा चढ्छौँ यहाँबाट। त्यसपछि आज अर्को त्यस्तै गरेर कहाँबाट हुन्छ हामीले समय गर्ने। मानस सरोवरको जुन कोरा सुरु दिनमै आएर गयौँ, उताबाट हामी आज कैलाशबाट फर्केपछि बल्ल आज चाहिँ कोरा पुरा भयो भन्ने जानकारी पाइयो। यस्तो रहेछ। परिक्रमा गरिसकेपछि हाम्रो ग्रुपहरू यसरी ट्राभल गरेर उत्साहीको साथमा सबजना मिलेर यसरी भजन कीर्तन हुँदैछ।
अब सबैजना परिक्रमा गरिसकेपछि यसरी सबैजना उत्साहीको रूपमा सबजना नाचिरहनु भएको छ। यहीँ सबैजना हामी 50 जनाको टोली मान्छे उता छुटेछ। यहाँ पनि हुनुहुन्छ एउटा हाम्रो ज्याङको ल हजुर धन्यवाद हजुरलाई। सुर्खेतका बासी सुर्खेत हाम्रो बासिन्दा। टिमै हुनुहुन्छ यहाँ धेरै धेरै राम्रो भयो दर्शन राम्रो भयो दर्शन धेरै राम्रो धेरै राम्रो भयो बाबा धेरै राम्रो सबैजना उत्साहितका साथमा छौँ। गाडीको बाटोमा सबैभन्दा उचाइ 5200 मिटर समुद्रको तहबाट गएको छ। यो समुद्रको तहबाट हामी आफ्नो गन्तव्यबाट हिँडेपछि झन् 5 देखि 600 किलो 700 किलोमिटरमा उहाँहरूले अब खानाको लागि यसो बन्दोबस्त गर्नु भएको छ र खाना यसरी बकैदा खाना मजाले यहाँ भाइहरूले मिठाई धरिराख्नु भएको छ। यहाँनिर यी टोली हाम्रो टोलीहरू सबजना जम्मा है उहाँहरूले नै हामीलाई बाटोमा जति पनि सुविधा खाना त्यस्तो पैदल हिँड्ने ठाउँमा पनि सबै टोली उहाँ नै हो। यहाँबाट चाहिँ अब हामी खानासाना खाएर एकछिनमा हामी लाग्नेछौँ। पानी पऱ्यो कि हिउँ परिहाल्ने ल हेर्नुहोस् माथि टन्नै हिउँ सिटीमा। हामी जोस् असार साउन भनेर बर्खा छ के हिँड्नु भन्यो त्योभन्दा अगाडि त झनै हिउँले भरिने ठाउँ रहेछ यो। सिटीमा त यस्तो छ है डाँडा डाँडामा सबै हिउँले नै भरिएको देखिन्छ र बर्खाको समयमा नहिँड्नु भनेर भनाइ छ र पनि यतिखेर चाहिँ बल्ल अलिकति कम भने हिउँ चाहिँ। कैलाश मानस सरोवरको यात्रामा हामीलाई ट्राभल गर्दाखेरि हाम्रो जुन गाइडहरू हुनुहुन्थ्यो चाइनामा यहाँ एकजना लेडिज एकजना जेन्ट्स लगायत हाम्रो 8 देखि 10 जनाको टिममध्येमा हामीले आज बिदाई गर्दै यो अब यहाँबाट हामी बाहिर निस्केपछि नेपालको भूमिमा टिक्नेछौँ। हामी एकदम सम्पूर्ण खुसीका साथले उहाँलाई बिदाई गर्दैछौँ। कैलाश मानस सरोवरको यात्रामा हामी सबैजना साथी टिमहरू एकदम राम्रैसित आएको हुनाले हर्ष खुसीको साथमा उहाँहरूलाई बिदाई गर्दैछौँ। हस्त धन्यवाद। वेलकम वेलकम। लागौँ कस्तो हो त अनि ट्रिप? रमाइलो हो। त्यहाँ 5660मा चाहिँ अलिकति त्यही नै हिरिक हुँदो रहेछ। अनि त्यो डोरमा के भन्ने हाइटबाट चाहिँ त्यसपछि एकदमै ओह्रालो झर्दै गएपछि अनि सबैले जतिले पनि अक्सिजन लिनेहरू ढ्याङढुङ फुटाएर तीबाट अक्सिजन लिन थाले। मैले चाहिँ के चाहिँ हुन्छ भनेर नलिएको गाह्रो भयो तर लिन चाहिँ लिन जस्तो किने त्यस्तो ड्यास ए लागौँ कतिर लाग्यो लिन आइयो। अब आएपछि कतिर लाग्यो।